हेलो साथीहरू, गुड मर्निङ। गुड मर्निङ। है त आफ्टर लङ टाइम म चाहिँ आज ब्लग बनाउन ल खुसी लाग्यो मलाई। गइरहेको छु साथीहरू। म चाहिँ आज काममा जाँदैछु। लगभग 1-1.5 महिना भयो म काममा गएको, त्यही भएर चाहिँ आज म कामको ब्लग्स बनाउन गइरहेको छु। ल ठिक छ। यो हामी बस्ने क्याम्प हो। अहिले बिहानको 6-10 भइसकेको छ। अब भने चाहिँ हामी काम गर्न जाँदैछौँ है त। ओके। तपाईँलाई म आज म के काम गर्छु भनेर देखाउँछु। अन्त पहिला चाहिँ यहाँ चाहिँ फुलहरू चाहिँ दामी फुलेको छ। अहिले फुल फुल्ने समय रहेछ। यस्तो फुल फुलेको देख्न सकिन्छ बिहान बिहानै। बिहानको समय दामी छ। यहाँ पनि छ फुल, राम्रो देखिरहेछ। समुद्र यस्तो देखिरहेछ। शान्त भएर कराइरहेछ छल गर्दै। चटकै नबोल्नु है माया गाउँ घरको कान्छोलाई पोखरेली कान्छोलाई सोझो ल अब हामी यहाँ गाडी पर्खाइमा छौँ। हाम्रो साहु बुढाका लोग बड़ी बड़ी गाड़ियां दिखाते आयो बुढो आयो। हैं। एक बार हम चाओ बन्द। आँखैमा झलझली हितैको दौतारी चटकै नभुल्नु है माया यो सोझो कान्छोलाई चटकै नभुल्नु है माया गाउँ घरको कान्छोलाई पोखरेली कान्छोलाई सोझो कान्छोलाई चिया स्टेसनमा हामी पर्खिरहेको छौँ बुढोलाई। हामी चाहिँ यतातिर यो गाडी लगाएको। जुनसँग कति 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 खेले फुलसँग जुनसँग कति कति मनमुटो साट्दा पनि हुन्न माया देखे जति यस्तो एउटा कथा रहेछ संसारमा माया पनि कहिले घाम कहिले पानी आधा आधी जिन्दगानी हो कहिले घाम कहिले पानी आधा आधी जिन्दगानी चिसो पानी ठाउँमा आयो।
A few minutes later. यो चाहिँ स्विमिङ पुल सफा गर्नु क्या तलको फोहोरहरू आज हामी सफा गर्दैछौँ त यहाँ अस्ति मैले सफा गरेको थिएँ जाली हाल्दै थिएँ यस्तो यस्तो छ अवस्था काम ए गयो 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 साथीहरू अब 12 बज्यो अब खाना खाने बेला भयो हाम्रो अब हामी मार्केटमा जान्छौँ मार्केटमा गएर के पाउँछ लिएर आएर हामी खान्छौँ अहिले सिसी ओके आफ्नो धुनु पऱ्यो नि त उयो धुलो लाग्छ अर्को लाग्यो मलाई गोरिल्ला हुन्छ ओके अब हामी लाग्छ अवस्था छ ल अब खाजा किनेर लिएर आयो अब हाल्नुपर्छ अब यहाँ बसेर खानुपर्छ है त के आइटम आयो भन्दाखेरि के लाग्यो यो एउटा यो गुल्ली खायो खानु त 100% दुध गरेछ क्या और साथीहरू अब हाम्रो खाजा नास्ता भइसक्यो र ब्रेक टाइम सकिन आँट्यो अब भने चाहिँ हाम्रो काम सुरु हुन्छ है त काम टाइम यहाँ फुलहरू यस्तो डगमग यता पनि लम्म छ दामी देखिन्छ क्या यही हो अब हाम्रो हाफ टाइम सक्यो अब फेरि 3.5 घन्टा काम छ अब हामी सुरु गर्नुपर्ने छ ट्र्याक यस्तो छ और साथीहरू अब चाहिँ 4:30 हुन आँट्यो हाम्रो टिम लिएर आउनु आँट्यो र अब हाल्नु बेला अब जानुपर्ने हुन्छ है त लास्टै धुलो लागेको छ क्या धुलो हालेको पनि त होस् यार अब निस्क्यौँ है त ल आज मेरो दिनभरिको काम यहीँ भयो त्यहाँ हल्का गएको थियो ल आजको कामहरू सक्यो अब यहाँबाट हिँड्दैछु
Lo vedi là? Guardalo! La lutta! Soltanto portato Sabbia perché non è che abbiamo, come dire, creato una selezione di itinerari esclusivi. Con il Tour Explorer Valle dei Re il Cairo combinerete la suggestiva crociera sul Nilo, navigando da Luxor verso Aswan, alla visita degli imponenti templi di Abu Simbel e infine un soggiorno al Cairo per scoprire la capitale dell'Egitto. La settimana. Va bene, gliela dai. Gliela daremo, ma dobbiamo fare i salti mortali qua. Va bene, ve le faremo. Tieni presente che c'ho un altro bagnino, però per piscina. Il bagnino per piscina. Noi lo trattiamo. La motivazione è l'amore cantato da due band rock progressive e poi mi ha detto che ha un debole per una delle due, ma non vi svelo quale. I due brani tra cui scegliere sono: numero 1 7 रुपये जो माई प्रिय चाहिए जीवन भरा